हेलो नमस्कार सबैजनालाई। यो चाहिँ हाम्रो गाउँ पारिपट्टिको ठाउँ हो, देख्न सक्नुहुन्छ है। दामी छ। यो चाहिँ हाम्रो हाउस घर चाहिँ यस्तै छ। सबैजनालाई है र यहाँ चाहिँ हाम्रो लिची पाक्नु आँटेको छ है। लिची यसपालि टन्नै फलेको छ। लिची चाहिँ रहेको छ। त्यसै गरेर अनि म चाहिँ यहाँनिर है यतातिर कामसाम गर्दै त्यतिर डुलिरहेको छु भ्लग बनाउने भनेर है। एकजनाले त्यस्तै छ। अनि हामीले चाहिँ फेरि यहाँ बङ्गुर पनि बङ्गुर अरे बँदेल पनि पालेको छौँ है। देख्न सक्नुहुन्छ बँदेल निकै ठुलो भइसकेको छ। बँदेल चाहिँ दामी छ देख्न सक्नुहुन्छ। त्यो गरेर अहिले यहाँको मौसम चाहिँ पुरै हावा चलेर है पुरै रुखहरू हेर्नुहोस् हल्लाएर पुरै यस्तो बनाएको छ है। बबाल छ बबाल। मौसम चाहिँ जोस् राम्रो छ। अलि माथि यो डाँडा पल्लोपट्टि चाहिँ पानी परिरहेछ है। यो पारीको डाँडा चाहिँ जिमीखात हो, देख्न सक्नुहुन्छ। र यो तल देखिँदै गरेको चाहिँ हाम्रो खोर्सानी रोपेको हो मल्चिङ गरेर।